नमस्ते दर्शकबिन जति पनि दर्शकहरू हुनुहुन्छ अस्सलाम वालेकुम तपाईको फोन चोरी वा हराएको छ कसरी ब्लक गर्ने यो जानकारी यो भिडियोमा तपाईहरुले चाहिँ दिने हो। नयाँ हेर्दै हुनुहुन्छ तपाई हामीसँग जोड्नु भएको छैन भने जोडिहाल्नु, किनभने यस्तै टेक्निकल भिडियोहरु यहाँ पाउन सक्नुहुन्छ र तपाईले थाहा हुन्छ कि कसरी ब्लक गर्ने हो हैन, के गर्ने हो, के गर्नुपर्ने हुन्छ हैन। र तपाई फलो गर्नु भएको छैन भने यस्ता भिडियोहरु मिस गर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ फलो गर्नु र कसरी चाहिँ तपाईको फोन हराएको छ वा चोरी भएको छ कसरी चाहिँ ब्लक गरिन्छ यो जानकारी चाहिँ तपाईहरुले चाहिँ यो भिडियोमा दिने हो। र डकुमेन्टहरु के चाहिन्छ हैन, यो भिडियोमा दुईवटा जुन मेथड जुन छ नि त्यो तपाईको चाहिँ नेक्स्ट भिडियोमा तपाईहरुले चाहिँ दिने हो। फरक छ हैन, त्यही भएको कारणले गर्दा चाहिँ नेक्स्ट भिडियोमा तपाईहरुले चाहिँ दुईवटा अप्सन जुन छ त्यो चाहिँ त्यसको बारेमा, किनभने एउटै भिडियोमा सबै जानकारी दियो भने फेरि सबैले चाहिँ बुझ्न गाह्रो हुन्छ हैन, जेपिटी कमेन्ट गरेर फेरि मलाई हैन भएन भनेर। त्यही भएर चाहिँ नेक्स्ट भिडियोमा तपाईहरुले जानकारी दिन्छौँ हैन। पहिला चाहिँ तपाईको फोन चोरी वा हराएको छ भने तपाईले गर्नुपर्ने के काम हो हैन, के डकुमेन्ट चाहिन्छ यो चाहिँ तपाई राख्नु भयो भने तपाईले चाहिँ सजिलो हुन्छ हैन। फर्स्टमा त तपाईले चाहिँ आफ्नो फोनको आइएमईआई नम्बर जुन छ 15 वटा डिजिट अलरेडी मैले भिडियो बनाइसकेको छु हैन। यो चाहिँ तपाईले थाहा छैन भने तपाई चाहिँ आफ्नो फोनको पछाडी हेर्नु, नत्र तपाई यो गर्नु तपाईको फोनको आइएमईआई नम्बर सो हुन्छ कुनै छ भने हैन। र तपाईको फोनको बाइ तपाई फोन बाइ गर्दाखेरि तपाईको फोनको कभर हुन्छ नि त्यो डब्बामा पनि आइएमईआई नम्बर दिएको हुन्छ। र तपाई फोन गर्दाखेरि तपाईको बिल दिएको हुन्छ नि त्यहाँ पनि आइएमईआई नम्बर लेखेको हुन्छ हैन। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ हैन। यो चाहिँ तपाईले राख्नै पर्ने हुन्छ सुरक्षित तरिकाले। यो आइएमईआई नम्बर छैन भने तपाई चाहिँ आफ्नो फोन चोरी भएको हराएको फोनलाई चाहिँ खोज्न गाह्रो हुन्छ। त्यही भएर चाहिँ यो चाहिँ तपाई सिरियसली लिएर राख्नु पर्ने हुन्छ हैन, सुरक्षित ठाउँमा हैन। अब फोन छ भने तपाई स्क्रिनशट लिएर राख्नुहोस् हैन। अब ड्राइभमा पनि राख्न सक्नुहुन्छ हैन। अब त्यस्तै छ भने तपाई अब डब्बा राख्न सक्नुहुन्न भने ड्राइभमा पनि राख्न सक्नुहुन्छ, जुन अनलाइन स्टोरेज हुन्छ है। फर्स्टको स्टेप त तपाईहरु बुझिसक्नु भयो होला कि तपाईले के इम्पोर्टेन्ट छ हैन, आइएमईआई नम्बर हैन। आइएमईआई नम्बर चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यसै नम्बर 2 मा आऊ। नम्बर 2 मा चाहिँ पुलिस रिपोर्ट, तपाईको फोन चोरी भयो हराएको छ भने प्रहरी चौकीमा गएर चाहिँ पुलिस रिपोर्ट चाहिँ तपाईले गर्नुपर्ने हुन्छ। रिपोर्ट गर्नुभयो भने एउटा वेबसाइट छ नेपाल सरकारको, नेपाल दूरसञ्चार हैन, त्यहाँ गएर चाहिँ तपाईले चाहिँ अनलाइन चाहिँ आफै आफ्नो फोनको डिटेल्सहरु अनलाइन तरिकाले भर्नु पर्ने हुन्छ हैन। यसको बारेमा चाहिँ तपाईहरुले चाहिँ नेक्स्ट भिडियोमा भन्छौँ हैन। यो भिडियोमा चाहिँ तपाईहरुले के डकुमेन्ट चाहिन्छ त्यो चाहिँ तपाई राख्नुहोस् हैन। नेक्स्ट भिडियोमा तपाईहरुले चाहिँ जानकारी दिन्छु कि कसरी चाहिँ वेबसाइटमा गएर चाहिँ तपाई चाहिँ ब्लक गर्ने हो हैन। त्यसै अब तपाईहरुको मनमा चाहिँ क्वेशन होला हैन कि प्रहरी रिपोर्ट किन चाहिन्छ हैन, पुलिस रिपोर्ट किन चाहिन्छ। पुलिस रिपोर्ट किन चाहिन्छ भने प्रहरीले जब तपाई रिपोर्ट गर्नुहुन्छ नि कि तपाई मेरो फोन हराएको छ वा चोरी भएको छ, त्यस्तोमा प्रहरीले चाहिँ नेटवर्क प्रोवाइडरहरुले चाहिँ जानकारी दिएको हुन्छ कि यति आइएमईआई नम्बरको फोन चोरी वा हराएको छ। त्यस्तोमा योमा कुनै सिम लगायो केही भयो भने तपाई हामीलाई जानकारी दिनुस् र हामी यो फोनले चाहिँ चेक जाँच गर्छौँ कि कहाँ र कुन लोकेसनमा छ, ट्र्याक गरिएको हुन्छ है। त्यही भएर चाहिँ प्रहरी रिपोर्ट एकदमै आवश्यक छ। र अनलाइन दर्ता गर्दाखेरि पनि त्यहाँ पनि चाहिँ तपाईको चाहिँ प्रहरी रिपोर्टको दर्ता नम्बर चाहिँ चाहिन्छ कि साँच्चीकै हराएको छ कि छैन भनेर हैन। त्यही भएर चाहिँ इम्पोर्टेन्ट हुन्छ है नि। त्यसै नम्बर 3 मा तपाईको नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर तपाई चाहिँ त्यहाँ दर्ता गर्नुपर्ने हुन्छ हैन, अनलाइन। यो अनलाइन यसको बारेमा चाहिँ तपाईहरुले चाहिँ नेक्स्ट भिडियोमा भन्छौँ हैन। यो कुरा चाहिँ तपाई त्यहाँ हैन, त्यहाँ चाहिँ तपाई प्रहरी दर्ता गरिएको निवेदन हुन्छ नि दर्ता नम्बर त्यो आवश्यक पर्छ। त्यही भएर चाहिँ त्यो दर्ता कपी पनि तपाई चाहिँ आफ्नो साथमा एउटा राख्न सक्नुहुन्छ हैन, काम लाग्छ। कसरी गर्ने हो नेक्स्ट भिडियोमा तपाईहरुले जानकारी दिन्छौँ। अब चाहिँ तपाईहरुले चाहिँ बुझिराख्नु पर्ने तपाईले के डकुमेन्टहरु जुन छ त्यो चाहिँ तपाई राख्नु पर्ने हुन्छ। पहिला चाहिँ तपाईको आइएमईआई नम्बर जुन चाहिँ तपाईको एकदमै इम्पोर्टेन्ट छ। यसैले तपाईको फोन आइडेन्टिफाई गर्ने हो कि तपाईको फोन कुन मोडल हो हैन। आइएमईआई नम्बर चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। त्यसै तपाईको फोन नम्बर छ भने तपाईको फोन नम्बर पनि भन्न सक्नुहुन्छ कि यो त्यो फोनमा यो नम्बर चाहिँ युज गरिरहेको थिए हैन। त्यसै तपाईको चाहिँ अब प्रहरी चौकीको निवेदन दर्ता नम्बर जुन छ त्यो पनि तपाईले काम लाग्छ हैन।
यो पनि चाहिँ तपाईँ राख्नुपर्ने। त्यसपछि चाहिँ आइडेन्टिटी, यो चाहिँ तपाईँको नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा जब भिजिट गर्नुहुन्छ नि दर्ता गर्नको लागि हो, त्यति बेला चाहिँ तपाईँले यो डकुमेन्टहरू माग्छ। त्यही भएर चाहिँ यो डकुमेन्टहरू तपाईँ चाहिँ राख्नुपर्ने हुन्छ। कसरी गर्ने त्यो चाहिँ तपाईँहरूले चाहिँ नेक्स्ट भिडियोमा म जानकारी दिन्छु होइन। त्यही भएर चाहिँ तपाईँ फलो गर्नुहोस् है। फलो गर्नु भए छैन भने यस्ता भिडियोहरू तपाईँ मिस गर्नुहुन्छ। त्यही भएर चाहिँ फलो गर्नुहोस्। नम्बर 4मा अब तपाईँ जुन सिम युज गर्दै हुन्थ्यो नि, त्यो फोन हराएको वा चोरी भएको छ भने त्यस्तोमा चाहिँ अब त्यो सिम चाहिँ तपाईँ बन्द गर्न चाहनुहुन्छ भने त्यो गर्न सक्नुहुन्छ। फोन लगाएर पनि भन्न सक्नुहुन्छ कि सर मेरो यति यति नम्बरको सिम थियो र मैले चाहिँ बन्द गर्न चाहन्छु किनभने मेरो फोन हराइसकेको छ वा चोरी भइसकेको छ होइन। नत्र नजिकैको तपाईँको ब्रान्च छ भने सिमको उमा गएर चाहिँ तपाईँ भन्न सक्नुहुन्छ र बन्द गराउन सक्नुहुन्छ होइन। आफ्नो सिम त्यो तपाईँमाथि छ होइन। त्यसपछि चाहिँ नम्बर 5मा छ फाइन्ड माई डिभाइस। योको बारेमा चाहिँ तपाईँहरूले चाहिँ नेक्स्ट भिडियोमा भन्छु। अलरेडी मैले भनेको छु कि 2वटा अप्सन जुन छ नि त्यो चाहिँ नेक्स्ट भिडियोमा, किनभने यो फरक भएको कारण यो नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर फिलअप गर्ने र फाइन्ड माई डिभाइस यो फरक भएको कारणले गर्दा चाहिँ एकै ठाउँमा यो राखेर तपाईँहरूले चाहिँ बुझ्न अलि अप्ठ्यारो हुन्छ। त्यही भएर फरक भिडियो बनाएर तपाईँहरूले चाहिँ बुझाउँछ कि फाइन्ड माई डिभाइस कसरी आफ्नो फोनमा एक्टिभ गर्ने र कसरी चाहिँ ट्र्याक गर्न सकिन्छ र नेपाल दूरसञ्चार प्राधिकरणमा गएर कसरी आफ्नो फोन डिभाइसलाई ब्लक गर्न सकिन्छ होइन। यसको बारेमा चाहिँ तपाईँहरूले चाहिँ नेक्स्ट भिडियोमा जानकारी दिन्छौँ है। र यो भिडियो तपाईँहरूले चाहिँ कस्तो लाग्यो होइन, ठिक लागेछ भने साथीहरूले चाहिँ सेयर गरिदिनु होला र जुड्न चाहिँ भन्नु होला है। हवस् सर, धन्यवाद।